ल तपाईहरुको घरमा पनि खाली घार छ, मौरी छैन भने मौरी बोलाउने उपाय ल हेर्नुस् है। अब एकैछिनमा मैले 1-2 मिनेटको भिडियोमै यहाँ मैले यो गर्दा गर्दै मौरी बोलाउँछु र हेर्नुस् है। त मैले मौरी आउँछन् यहाँ देख्नु हेर्नु होला है। ल हेर्नु है, यो खाली घार हो, मौरी बोलाउने उपाय हो है यो। ल हेर्नु है। ल अब हेर्नुस् है। ऊ आइहाल्यो देख्नु भयो, यो खाली घार हो। अनि उहाँ माथि पनि आइसक्यो। ल हेर्नुस्, दुईटा मौरी आइसके। अब तपाईहरुको घरमा पनि खाली घार छ, मौरी किन्ने पैसा छैन अथवा मौरी किन्न मन लाग्दैन भने खाली घारमा मौरी बोलाउने उपाय। ल हेर्नुस्। ल हेर्नुस्, देख्नु भयो। अब यो भित्र पनि पस्न सक्छ। यस्तै गरी उसले घार अवलोकन गरेर त्यसपछि यहाँ घारमा आएर बस्छ। त्यसैले तपाईहरुलाई पनि कुनै मौरी पाल्न मन लाग्छ, मौरी किन्न मन हत लाग्छ भने एउटा घार किनेर यसो गर्नुभयो भने ल हेर्नुस्। ल देख्नुभयो। 41 घण्टाको अपार सफलता पाएर म यो अवस्थामा आइपुगेको छु। सबैजनाले मेरो बारेमा सोध्नु भएकोमा धेरै धेरै धन्यवाद। ल हेर्नुस्, मौरी बोलाउने उपाय हो। मौरी चाहिँ अब यसरी म बोलाउँदै छु है त। धन्यवाद। म यस्तो छु।